माहौल तात्दैछ गाइज युनाइटेड टेक्निकल कलेजको अगाडि जय घन्टी। यो यसभन्दा अगाडिको मेरो टोल हो। टोलवासी दाजुभाइ दिदीबहिनीको टोलमा आएपछि अलिकति नबोली जान त भएन। हिजो गर्नुभएको मायाको बिउ हुर्केर आज ठुलो भएको हो, आज घन्टी देशभरि फैलिएको हो। सबभन्दा पहिला म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। 11 नम्बरसँगको एउटा नाता पनि छ। त्योभन्दा पनि एउटा टोल, एउटा वडा, एउटा निर्वाचन क्षेत्र, एउटा जिल्ला भन्दा पनि सिङ्गो देशलाई यसपटक योगदान दिनुपर्छ भनेर हामी कम्मर कस्टेर लागेका छौँ। सबै बाबाआमाले जे आशा अपेक्षा गर्नुभएको छ त्यसलाई पुरा गर्न नजिक आइपुगेका छौँ। अब केही दिन मात्र बाँकी छ। त्यो केही दिनमा तपाईँहरूले गर्ने निर्णय यो देशको भविष्यको निर्णय हुनेछ। तपाईँकै निर्णय। जनताले गर्न चाह्यो भने सम्भव छ भन्ने कुरा देखाउने जिम्मा यसपटक जनताको हातमा आएको छ। कुनै नेताको या कुनै पार्टीको हातमा छैन। अब जनताको हातमा आएको छ। कलिला भाइ बहिनीहरूले बलिदानी दिएर चुनाव आएको हो। हामी 84 कुरेका थियौँ, तर भाइ बहिनीहरूले बलिदानी दिए र त्यो बलिदानीलाई परिणाममा बदल्न हामीलाई जरुरी छ। त्यसको लागि यो चुनाव भयो र हामी यसमा सहभागी भयौँ। नत्र हामीले 84 नै गरेका थियौँ, हामी तयारी गर्दै थियौँ। तर भाइ बहिनीहरूको बलिदानीलाई खेर जान नदिन हामी मिल्नुपर्ने सबै मिलेका छौँ। त्यसैले यसपटक अब मिल्न बाँकी तपाईँ मात्र हो, तपाईँहरू मात्र हो, तपाईँको परिवार मात्र हो। सल्लाह गर्न र मिल्न बाँकी हामी मिल्नुपर्नेहरू मिलेर आएका छौँ। रासोपाले सरकार बनाउँदा के हुन्छ भन्ने कुरा म सामान्य कुरा भन्छु। रासोपाले सरकार बनाउँदा कानुन, विधि, नीति जे हुन्छ त्यही हुन्छ। विधि मिच्न पाइँदैन, कानुन मिच्न पाइँदैन। कानुन बमोजिम सबैलाई बराबर ढङ्गले, न्यायिक ढङ्गले हामी काम गर्छौँ। पहुँच भएका मान्छेहरूलाई उनीहरूलाई चाहिँ अस्पतालमा पनि छुट्टै सुविधा, पहुँच नभएको मान्छेले एउटा अस्पतालमा बेड पाउनको लागि पनि नेतालाई कल गर्नुपर्ने, त्यो दिनको अन्त्य गर्न खोजेको हामीले। सबैका लागि बराबर वातावरण बनोस् भन्नको लागि हो। न्यायमा सबैको पहुँच, राज्यको निकायहरूमा सबैको पहुँच, त्यसका लागि हामी काम गरेका हौँ। चितवनको सवालमा चितवनका लागि केही बाचा गरेको थिएँ, तर समयकाल परिस्थितिले तेस्रो पटक चुनाव लड्दैछु। हरेक पटक घेराबन्दीमा परेको छु। मैले बताउनै पर्दैन, तपाईँहरूले देख्दै आउनुभएको छ। यहीँ बस्नुहुने तपाईँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले मलाई दुःख पर्दा आँसु झार्नु भएको छ, हस्ताक्षर गर्नुभएको छ र केही तपाईँले आशीर्वाद स्वरूप भन्नुभएको छ। त्यसलाई मैले भुलेको छैन। चितवनको मात्र होइन, देशकै छोरो बन्नु भन्नुभएको छ, त्यो पनि मैले भुलेको छैन। म यहाँको प्रतिनिधि भए पनि सिङ्गो देशका दाजुभाइ दिदीबहिनीहरूको लागि काम गर्नुपर्ने छ। चितवन मात्र जितेर हुँदैन, यसपटक देशैभरिका दाजुभाइ दिदीबहिनीहरू सब घन्टी बाटोलाई जिताउनु छ। तपाईँहरूका नातागोता, इष्टमित्र, साथीभाइ को कहाँ कहाँ छन् सबैलाई यसपटक भन्नुपर्ने छ है। एकपटक हामीले भने मान, हामीले भने मानेन भने ठिक भएन भने अर्को पटक तिमीहरूले भनेको मान्छु भनेर यो पटक तपाईँहरूले भन्नुपर्ने छ। मात्र 5 वर्ष हामी काम देखाउन चाहन्छौँ। जनतालाई थाहा होस् 35 वर्षको काम हेरुन् र 5 वर्षको काम हेरुन्, त्यसपछि कामले बोलोस्। म त यसपटक चुनावमा धेरै आउन पनि पाएको छैन, किनभने
सरकारमा रहँदा गरेको काम तपाईँले देख्नुभएकै छ। संसदमा हाम्रा सांसदहरूले त्यो सिङ्गो संसदलाई कसरी हल्लाएर राखे तपाईँहरू देख्नुभएकै छ। हामी काम देखाउने हो, काम बोल्छ, सधैँ मान्छे बोलेर हुँदैन। म त कल्पना गरिरहेको छु कुनै समय चुनाव यस्तो आउनेछ हामी उम्मेदवारहरू घर दैलोमा हिँड्नु पर्दैन। म उम्मेदवारी दिएँ भनेपछि जनताले आफै बुझेर कोही कतै नगइकन चुनावको दिन भोट हाल्ने दिन आउनेछ। हामी त्यस्तो चुनावको परिकल्पना गरिरहेका छौँ। किन काम बोल्छ, कामले बोल्नुपर्छ। हामी यसबाट कामले बोलोस् भनेर आएका छौँ। चितवनमा अलिक कम आउन पाएँ, धेरै आउन पाइनँ, किनभने देशैभरिका मेरा साथीभाइहरूलाई जिताउनु पर्ने छ। यसपटक जेन्जी भाइहरूको पनि पार्टी यो बनेको छ। यहाँ कयौँ जेन्जी उमेरका साथीहरू पनि उठ्नु भएको छ चुनावमा, हाम्रो पार्टीमा उठ्नु भएको छ। सबभन्दा धेरै युवा उठाएको छ, सबभन्दा धेरै महिलाहरू चुनावमा उठ्नु भएको पार्टी हो यो। पर्याप्त त छैन, तर अरूभन्दा धेरै हामीले उठाएका छौँ। विभिन्न पेसाकर्मीहरू यसमा जोडिनु भएको छ, किनभने यो इतिहास रच्ने बेला हो, देशलाई निकास दिने बेला हो। त्यसैले म तपाईँहरूलाई आज यो छोटो भेटघाट, छोटो आउँदैको यो कुराकानीमा धेरै एकदमै राष्ट्रिय राजनीतिका अन्तर्राष्ट्रिय राजनीतिका गहिरा कुराहरू गर्नुभन्दा पनि म यति कुरा तपाईँलाई विश्वस्त के गराउन चाहन्छु भने हामी विधिको शासन स्थापना गर्छौँ। वर्षौँदेखि अप्ठ्यारो परेको अवस्थालाई सुधार्नका लागि हामी काम गर्छौँ। विशेष गरेर घर घर उजाडिएको छ। म जहाँ जाँदा पनि टिका लगाउँदै रुँदै मलाई भन्नुभएको छ कि घर रित्तो भयो, छोराछोरी पठाउनु पर्यो विदेश, यही देशमा बस्ने वातावरण बनाइदियो बाबु, हामीलाई के पनि चाहिँदैन भनेर भन्नुभएको छ। हामीले त्यो सुनेका छौँ। त्यसको लागि थोरै समय लाग्छ, सुरुवात चाहिँ गर्नुपर्छ। हामी सुरुवात गर्छौँ, हामी सुरु गर्छौँ कि यही देशमा गरी खाने वातावरण बनोस्। यहाँ उद्योग, कल कारखाना, व्यापार व्यवसाय राम्रोसँग सञ्चालन गर्न सक्ने, झन्झटिलो नहोस्। हामी त्यसको लागि कोसिस गर्नेछौँ। हामी लगानीको कुरा गर्छौँ। हामी दान अनुदानमा धेरै विश्वास गर्दैनौँ। हामी लगानी गरौँ, हाम्रो देशमा लगानी उनीहरूले गरून्। वैदेशिक लगानीको कुरा गर्न सकिन्छ। दान अनुदानले देश चल्दैन, मागेर बनाउने देश होइन। हामी गरी खाने देश हौँ, हामी गरी खान सक्छौँ। माग्नुभन्दा पनि हामी लगानी गर्नुहोस्, यस देशमा लगानी गर्नुहोस्, यहाँको अर्थतन्त्रलाई चलायमान गराउनुहोस्, यहाँका युवाहरूलाई रोजगारी प्रदान गर्नुहोस्, मुनाफाको धेरै अंश फेरि यहाँ लगानी गर्नुहोस्। तपाईँहरूले विभिन्न क्षेत्रमा लगानी गर्नुहोस्। हामी त्यस्तो कुरा खोजिरहेका छौँ। हामी गुणस्तरीय स्वास्थ्य र शिक्षाका लागि लडिरहेका छौँ। जनताको पहुँच होस्, पैसा हुने र नहुनेले, पैसा नभएका कारणले मर्न नपरोस्, यति जाबो त माग्या हो नि। संविधानले स्पष्ट पारेको छ। नीतिगत रूपमा यसलाई काम गर्न सकियो भने सकिन्छ। राजसभाले बोक्नुपर्ने कुनै पनि व्यापारी व्यवसायी छैन। एउटा व्यापारीलाई पोस्न, एउटा व्यवसायीलाई पोस्न, कुनै बिचौलियालाई पोस्नै पर्दैन। म त तपाईँलाई यति पनि भन्छु यो चोकमा आज उभिएर कि राजसभाबाट जितेर गएका मान्छेहरू खराब रहेछन्, हामीले समय नभ्याएर छान्न नपाएको, हेर्न नपाएको खराब रहेछन् भने हाम्रो त नजिकै छ 72 घन्टामा फिर्ता, राइट टु रिकल गरेर फिर्ता पनि पठाउँछौँ। हामी फिर्ता बनाउँछौँ। त्यसैका लागि हामीलाई धेरै मत चाहिएको हो। भोलि सांसदहरू फिर्ता हुँदा बहुमत नपुग्ला, घट्ला, ओहो यसलाई हटायो भने त फेरि यो सांसदलाई राखेन, यसलाई चाहिँ हामीले रिकल गऱ्यौँ, फिर्ता बोलायौँ भने त हाम्रो बहुमत घट्छ भन्ने प्रेसर, भन्ने त्यो एउटा दबाब नहोस् भन्नका लागि पनि धेरैभन्दा धेरै सिट हामीले जित्नुपर्छ। चिन्ता नगर्नुहोस्। सकेसम्म राम्रा साथीहरूलाई लिएर आएका छौँ। खराब कोही निकाल्ने विधि छ। हामीले यस अगाडि पनि संसदमा 72 घन्टामा कुनै सांसदलाई कारवाही गरेको पार्टी त रासोपा हो नि, हामी छौँ। त्यसैले यहाँहरूले चिन्ता गर्नु पर्दैन। हो, विभिन्न राजनीतिक दलहरूप्रति आस्थावान तपाईँहरू हुनुहुन्छ। यति लामो समय रासोपा त अस्ति आएको नभए त्यस अगाडि त विभिन्न दलमा हुनुहुन्थ्यो नि। हाम्रै उम्मेदवारहरू साथी छन्, हाम्रै कहीँ पार्टीका साथीहरू छन्, विभिन्न दल। तपाईँहरूले समय दिनुभएको हो नि ती दललाई, राम्रो गर्छन् कि भनेर झन्डा बोक्नु भएको हो, जिन्दाबाद भन्नुभएको हो। आज मलाई गर्नुभएको माया हिजो उहाँहरूलाई गर्नुभएकै हो नि। म त 3 वर्ष हो राजनीतिमा आएको, 30औं वर्ष तपाईँहरूले बोकेकै हो, काँधमा चढाएको हो। तर आज भ्रष्टाचार तिनीहरू गर्छन्, चोकमा गाली तपाईँले खानुपर्छ। हामीले खोजेको यो हो। तपाईँले गर्नुभएको हो भ्रष्टाचार। व्हाइट बडी तपाईँले बेचे होइन नि, तर चिया पसलमा तपाईँलाई तेरो फलानु पार्टी देखिस् व्हाइट बडी भनेर तपाईँलाई खिचिटिउरी गर्छन्। तपाईँले त बेचेको होइन। कयौँ काण्डहरू छन्, 25वटा काण्डको चाहिँ छानबिन गर्ने आयोग गठन गरिनेछ भनेर बजेटमा संसदको रोस्ट्रमबाट बोल्ने म तपाईँकै जनप्रतिनिधि हो। आजसम्म नेपालको इतिहासमा कसैले पनि संसद कुनै सिटिङ होम मिनिस्टरले, गृहमन्त्रीले संसदको रोस्ट्रममा उभिएर यो देशका भ्रष्टाचारका 25वटा काण्डका लागि बजेट छुट्याएको छु भनेर नीति कार्यक्रममा राखेर बजेटमा व्यवस्था गरेको तपाईँले सुन्नुभएको छ कि छैन थाहा छैन। मलाई लाग्छ त्यस्तो आँट सायद कसैले गरेका थिएन होला। आँटको मलाई समस्या छैन, मसँग आँटको त समस्यै छैन। अलिक बढी आँट हुन्छ र कहिलेकाहीँ दुःख पाउँछु, आँटको त मसँग दुःखै छैन।
अलिक ढङ्ग पुर्याएर आँट गरे भए त अलि आफूले पनि कम दुःख पाउँथे, अलिक ढङ्ग नपुर्याएर आँट गर्छु र कहिले आफूले पनि दुःख पाउँछु। ठिकै छ, अब केही छैन, यो दुःखै गर्न आएको हो के छ र। फेरि मलाई पनि भर छ फेरि के, तपाईँहरूले अलिअलि पुलपुलाउनु भएको छ, जनता छँदैछन् भन्छु आँट आइहाल्छ। जनता भएपछि किन आँट नगर्नु भने जस्तो लाग्छ, तर ढङ्ग पुर्याउनु पर्छ भन्ने बुझेको छु। अलिअलि मैले नि सिकेँ, यिनीहरूले हन्डर दिएर ठक्कर दिएर मलाई सिकाइदिएछन्, अलिअलि सिकेको छु। अलिकति ढङ्ग पुर्याउनु पर्छ मैले पनि, त्यो पनि म भन्छु। अब यो आँट ढङ्ग भएको ताकत चाहिँ तपाईँले दिनुपर्छ है। ताकत भएन भने त सकिन्न, 21जनाले सकिन्न, 21जनाले मात्र सकिन्न भन्ने देखियो। कोसिस त गरेको, संसदमा हेर्नुहोस् त ती भर्खरका भरभराउँदा युवा सांसदहरू, जेनजी पुस्ताका त 3जना सांसद त अस्ति भर्खरै थिए, सबले त्यो अघिल्लो पुस्ताका बाहरूलाई त ढ्याङ्गो ठडाइदिएको हो नि त संसदमा त। नीति नियम हेरेर दफा दफा पल्टाएर यो ठिक छ यो ठिक छैन भनेर भनेकै हुन् नि, गरेकै हुन् नि। तर 21जना भयो, हामीले के भन्यौँ भने मलाई त लगेर थुनिया थिए भइरहेमा लगेर, तर समाचार काहीँ न काहीँबाट साथीहरू सुनाउँथे। उनीहरूले के भन्यो भने यो भिजिट भिसामा मान्छे बेच्न थाल्यो, त्यो बन्द गरेर त्यसलाई छानबिन गर न। भिजिट भिसामा नेपाली जनतालाई लाखौँ पैसा लिएर बेच्न थाल्यो, बन्द गर न भनेको माइक काट्दे बोल्ने मान्छेको। यहीँ हाम्रो हरिजीले बोल्दै थिए, माइक काट्दे। हामीले आन्दोलन गऱ्यौँ संसदभित्र, होइन छानबिन गर भनेर। उनीहरूले छानबिन गर्न साटो हामीलाई लखेट्नेतिर लागे, हाम्रो कुरा नसुनिकन सरासर चलाए। तर जनताले हेरिरहेका थिए। उनीहरूलाई के लाग्यो भने जनताले त हेरेको छैन, हामीसँग 2/3 छ, पाखुराको बल छ। पाखुराको बल हुने भए राणाले मान्छे गोली ठोकेर मारेको थियो, राणा शासन बाँच्यो? बाँच्दैन। बलबाट होइन, जनताको मत लिएर मात्र बचाउन सकिन्छ। 2/3 भएर के भयो? 2/3 सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा म सहकारीको बाटै नहिँडेको मान्छेलाई जिल्लै पछि मुद्दा, सहकारीबाट पैसा लिएर नक्कली डिभोर्स गर्नेलाई सिआइबीमा बोलाएर चिया खुवाएर सलाम ठोकेर पठाइदियो। जनताले हेरेको थिएन? जनताले हेरेको थिए, अहिले पनि जनताले हेरेका छन्। म लड्छु मुद्दा, मलाई सम्मानित अदालतप्रति विश्वास छ, अझै पनि त्योभन्दा बढी विश्वास न्यायप्रेमी जनतासँग छ। म एउटा लडाउला मुद्दा के हो त? तर रासोपाली सरकार बनाएपछि 100 दिनभित्र हामी साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरुवात गर्छौँ। साना बचतकर्ताहरूले मलाई मुद्दा हाले पनि, मैले हारे पनि जिते पनि, त्यो मेरो कर्तव्य हो। एउटा जनप्रतिनिधि भइसकेपछि जनताको आवाज सुन्नुपर्छ। हिजो पनि सुनेको हुँ, आज पनि सुनेको हुँ। 2/3 सरकारले 1 रुपियाँ दिएन, 1 रुपियाँ दिएन। ठुलो उपलब्धि भने मलाई थुन्नमा लगायो। ठिकै छ, थुन अझै पनि म त तयारै छु। अब हामी झन् बलियो भएर आएका छौँ। तपाईँको मत लिएर हामी काम गर्नेछौँ। तपाईँहरूले दिनुभएको म्यान्डेट हामीसँग छँदैछ। यसपल्ट चितवनमा मलाई अलिक कम गएको छ, अलिक कम होला है, मान्छे नआउला नै, अझै भोट घट्ला है भनेर भनेका छन्। अब भोट घट्छ कि घट्दैन तपाईँहरू भन्नु होला। अब हो, अब दुईवटा उपाय छ मसँग, कि म यहीँ अड्डा जमाएर बस्नु पर्यो, कि चाहिँ देशैभरि उठेका मेरा भाइहरू साथीहरू हुनुहुन्छ, उनीहरूलाई पनि सबै संसद अधिवेशनलाई उता दौड्नु पर्यो। त्यसको लागि चितवनको जिम्मा तपाईँले लिनु पर्यो। 11 नम्बरको जिम्मा 11 नम्बरमा यहाँ भएकाहरूले लिनु पर्यो। म देशैभरि साथीभाइ जिताउने हिँडौँ त? तर आउँछु, म पनि आउँछु नि, कहाँ नआउने कुरै हुँदैन नि, आइरहन्छु। तर आउने मात्र होइन, म दुःख गरेर भए पनि सबै साथीहरूलाई जिताउने गरी यसपटक लिएर जाँदैछौँ। यसपटक इतिहास बदल्ने कोसिसमा हामी लागि परेका छौँ। यो देशले स्थायी सरकार पाओस् र सम्पूर्ण समस्याहरू समाधान हुन्। युवाहरूको बेरोजगारी समाधान होस्, देशमै गरी खान पाइयोस्, उद्योग कल कारखाना सुरु हुन्, पैसा हुने नहुने सबैले उपचार र शिक्षा प्राप्त गर्न सकुन्, बाटोघाटो पुल गरेसाहरू समयमा सम्पन्न हुन सकुन्, किसानले मल बिउसँगै बजार पनि पाउन सकुन्, सबैको समाधान गर्न सकियोस् भनेर हामी काम गर्न लागिरहेका छौँ। तपाईँहरूले माया गरेर 2 पटक मलाई निर्वाचित गर्नुभएको छ। मैले त्यो गुण बिर्सिएको पनि छैन। म जिङ्गो देशलाई सेवा गरेर तपाईँले लगाउनु भएको गुण बिर्छु। म यति भन्नको लागि यहाँ उपस्थित भएको छु। यो माया, सद्भाव र विश्वासको लागि धेरै धेरै धन्यवाद दिँदै अहिलेलाई बिदा हुन्छु। हस्, सबैको जय होस्, जय देश, जय घन्टी। स्वागत छ, धन्यवादलाई धन्यवाद छ, तर गाडी त अगाडि बढ्छ साथी। कञ्चनपुरदेखि झापा सबै राजोपा, अरे वाह भाइ वाह, जता